सबै मेरो यो मिनी ब्लग हेरिदिनेलाई तपाईलाई प्रत्येकलाई नमस्कार, जय मसी, छ्याजोलो, कुजुजाङपु, टासीदिले, सेवारो, खामरिमो भन्न चाहे। भन्न के खोजेको भन्दाखेरि अनि के भन्नु के गरौँ भयो हैन। अनि सोच्दाखेरि यस्तो भन्नु मन लाग्यो ताकि मेरो छिमेकी यो भिडियो हेरेको भन्यो भने त मैले बदमास नराम्रो गरेको थिएँ भन्ने रिसाउँछ, न्यु खोज्छ है। मेरो छिमेकीलाई मैले टर्चर गरेको थिएँ अरे सपोज, तर उसको सरसम्धी आफन्त त गान्तोक बजारमा थियो अरे, यानि गेजिङ बजारमा थियो अरे। उहाँले फोन गरेर भन्यो अरे कि मेरो छिमेकी दाजु चाहिँ यस्तो छ, बेहोरा अलि ठिक छैन, टर्चर गर्छ, हो कि हेप्छ, ठग्छ भन्ने कुरा भयो अरे सपोज। र त्यहाँको त्यो ठाउँमा म जाँदाखेरि या त्यहाँ केही पाहुना गएँ, त्यहाँ केही न केही त हुन्छ, कुनै दिन छोरा मान्छेलाई हुँदैन भन्नु सकिँदैन। त्यसले गर्दा नसोचेको ठाउँमा जानुपर्ने, खान्न भनेको ठाउँमा चिज खानुपर्ने भन्ने कुरा एउटा कथामा जोडेर भनेको छु है। भन्नुको अर्थ त्यो ठाउँमा म पाहुना पुगेँ या कुनै ट्याक्सी गाडी कुदाउँछु अरे, म त्यो ट्याक्सीको पेसेन्ट पुऱ्याउनु गएँ यानि रिजर्भ गएँ। त्यो पुग्दाखेरि त्यहाँकोले मलाई टर्चर गर्यो अरे सपोज कि फल्ना ठाउँमा मेरो सरसम्धी थियो, मेरो त्यो फल्ना छिमेकी थियो, यो मान्छेले यसो भनेको छ भनेर। त्यसै कारणले गर्दा मुखले बोल्नुभन्दा पहिला सोच्नुपर्ने। जस्तो बुढो मान्छे र केटा मान्छे या बुढी मान्छे केटी मान्छे धेरै अन्तर हुँदो रहेछ। जवानीले नसोचिकन बोली पठाउँछ, तर त्यो बोलीले भोलि आफ्नो मुखमा ठक्कर आउँछ। किन त्यहाँ गेजिङ जाँदा या गान्तोक जाँदाखेरि त्यहाँको मान्छेले मलाई टर्चर गरी भन्नुभएको छ नि कि तँ बेहोरा यस्तो थियो अरे तेरो भनेर। त्यही कारणले गर्दा हामी होसियारी, सतर्क, बोल्नुभन्दा पहिला सम्झिने है, गर्नुभन्दा पहिला सम्झिने, यस्तै कुरा तपाईहरु मैले सेयर गर्नु गइरहेको छु। र हेरेर तपाईले यो कुरामा मन पराइदिनु होला। तपाईलाई शिक्षा दिएको पोलिटिकल साइन्सले पनि त्यही भन्छ है। अनि जति पनि पोलाइट गर्छौं नि, फकाउँछौं है, कतिवटा सिधालाई कालो थियो भन्न लाउँछौं, जस्तो अपोजिसनलाई पोजिसन बनाउँछौं, यस्तै कुरा नि। यो यता अगाडि देख्दै गरेको दृश्य चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ माथि खेचीबेरी माथिको दफुक भनिन्छ, मुनि खेचीबेरी, यो दृश्य त्यताको हो। त्यसले गर्दा तपाईहरुले हेरेर मनोरञ्जन लिदिनु। भिडियो लामो भयो, क्षमा चाहे। थ्यांक यू सो मच, बाई।